उहाँलाई खासमा चिन्न नै चाहेनौँ हामीले। हजुर उहाँले चिन्नुहुन्छ नि त। सागर लम्सालजी उहाँलाई खासै अब कुन रूपमा चिन्नुहुन्छ भन्दा पनि अब आफ्नो सस्तो प्रचारको लागि चाहिँ कोही छोरी मान्छेको इज्जतको धजिया उड्ने कामहरू गर्नेमा चिन्छु म है। अब उहाँले अब यो सबै मैले भनिरहँदाखेरि यो के प्रुफ छ भन्नुभयो भने पनि उहाँ आफैलाई पनि थाहा छ मसँग हरेक कुराको प्रुफ छ भनेर। उहाँले कुनै बेला खण्डन गर्न आउनुभयो भने पनि म सबै कुरा म देखाउन पनि सक्छु। के सुझाव के छ तपाईँलाई? त्यही अब यस्तो उहाँलाई सुझाव चाहिँ अब जिन्दगीमा सबैजना अगाडि बढ्नुपर्छ। अब सधैँभरि यो कुरालाई कोट्याएर सधैँ कुरा यो कुरालाई प्रोत्साहन दिएर चाहिँ आफ्नो जिन्दगी मेरो जिन्दगी त अब नराम्रो भइरहेछ, साथसाथै उहाँको जिन्दगी प्लस उहाँको त अब बिहे भइसक्यो, उहाँको वाइफलाई पनि यो कुराले अफेक्ट गर्छ भन्ने कुरा चाहिँ उहाँले चाहिँ बुझ्नुपर्छ। म उहाँलाई चाहिँ त्यही नै सुझाव दिन चाहेँ। उहाँले अहिले सिनेमा खेल्नु भएको छ नि, थाहा छ नि? हजुर हजुर। फिल्मको नाम के हो? लाचार। लामखुट्टे बगाउँछ बिना धुवा फैलाइ ताकि निन्द्रालाई नजर नलागोस्। गुड नाइट लिक्विड। नयाँ गुड नाइट फ्ल्यास अरू लिक्विड भेपोराइजर भन्दा 2 गुणा बढी प्रभावशाली। लास्ट राउन्ड हेर्नुभयो? छैन। उहाँकै कारणले नहेर्नु भएको? त्यही भन्दा पनि भयो। अब त्यो भन्दै गर्दा अरू आर्टिस्टहरूलाई अन्याय हुन्छ। तर कस्तो भयो भने यो कुराको पीडा चाहिँ मैले मात्रै भोगिनँ कि प्रिन्सीले पनि मेरो आमा बाबाले पनि भोगिरहनु भएको छ नि त। अनि त्यो पीडा उहाँले पटक पटक यसरी पीडा दिइरहँदाखेरि त उहाँकै मुभी गएर इन्जोय गर्न त कसरी मन हुन्छ र? अब यो आजको हाम्रो कुराकानी दर्शकहरूले सुनिरहँदा या हाम्रा कर्मीहरूले सुनिरहँदाखेरि चाहिँ तपाईँहरूलाई यी दुईवटा दिदीबहिनी त बडा छुच्ची रहेछन्, केही पर्ने बित्तिकै गएर मुद्दा मामला गरिहाल्दा रहेछन्, पुलिसमा गइहाल्दा रहेछन् भनेर हजुर कामको खडेरी पो लाग्ने हो कि? ठिक छ, केही छैन। हाम्रो लागि जहिले पनि प्रोफेसनल काम र यो करियर भन्दा पनि इम्पोर्टेन्ट चाहिँ जहिले पनि हाम्रो पर्सनल लाइफ माथि राख्छौँ हामी चाहिँ। त्यही भएर ठिक छ, काम हुन्छ, काम गर्नुपर्छ, आफ्नो लगनशीलताले काम गर्नुपर्छ। तर त्यो बिचमा चाहिँ कसैले यसरी अन्याय गर्दैछ भने चाहिँ सहेरै बस्नुपर्ने छैन। भोलि हामीलाई यही के अरे इन्टरभ्यूकै कारणले भोलि काम आउँदैन भने पनि